स्वागत छ। आज हामी खाना उब्जाउने एउटा एकदमै भविष्यमुखी तरिकाको बारेमा कुरा गर्दैछौँ र यो कथाको सुरुवात पृथ्वीबाट धेरै टाढा एउटा अनौठो चुनौतीबाट भएको थियो। ल सुरु गरौँ यही प्रश्नबाट। मङ्गल ग्रहमा ताजा सलाद कसरी उब्जाउने? सुन्दा कुनै साइफाई फिल्मको कथा जस्तो लाग्छ, होइन त? यस्तो समस्या जसको समाधान लगभग असम्भव नै देखिन्छ। तर तपाईलाई थाहा छ, यो काल्पनिक जस्तो लाग्ने प्रश्न वास्तवमा एउटा साँचो चुनौती थियो, त्यो पनि नासा जस्तो संस्थाको लागि। 1990 को दशकमा उनीहरूले यही सोचे, लामो अन्तरिक्ष अभियानमा जाने एस्ट्रोनटहरूका लागि खाना कसरी उब्जाउने हो। यसले यो विषयलाई झनै रोचक बनाइदिन्छ। उनीहरूले यो समस्याको एउटा गजबको समाधान निकाले। त्यो थियो एरोपोनिक्स नामको एउटा प्रविधि। अब एरोपोनिक्स भनेको के हो त? यो नासाकै परिभाषा हो। उनीहरू भन्छन् माटो बिना र एकदमै थोरै पानी प्रयोग गरी हावा वा कुहिरोको वातावरणमा बिरुवा हुर्काउने काम। ध्यान दिनुपर्ने कुरा के हो भने यसमा हावा छ, कुहिरो छ, तर माटो चाहिँ छैन। हो, यही माटो बिना बिरुवा हुर्काउने तरिका। यो अन्तरिक्ष युगको प्रविधि वास्तवमा एउटा ठूलो अवधारणाको हिस्सा हो, जसलाई हामी हाइड्रोपोनिक्स भन्छौँ। अब हाइड्रोपोनिक्स शब्दलाई नै हेरौँ न। यो ग्रीक भाषाबाट आएको हो। हाइड्रोको अर्थ पानी र पोनोसको अर्थ श्रम, मतलब पानीले गर्ने श्रम। कति सरल। यो यस्तो तरिका हो जहाँ बिरुवालाई माटोमा होइन, सिधै पोषक तत्त्वले भरिएको पानीको घोलमा हुर्काइन्छ। एउटा प्रश्न उठ्न सक्छ, माटो छैन भने बिरुवा कसरी अडिन्छ? हो, त्यसको लागि माटोको सट्टा नरिवलको जटा, पर्लाइट वा रकवुल जस्ता विशेष माध्यमहरू प्रयोग गरिन्छन्। यिनीहरूले बिरुवाको जरालाई राम्रोसँग समातेर राख्छन्। ल अब कुरा गरौँ अन्तरिक्षको लागि बनाइएको यो समाधानले पृथ्वीमा किन यति धेरै महत्त्व पाइरहेको छ। यो परम्परागत खेतीभन्दा कसरी फरक छ? यसका फाइदाहरू धेरै छन्। पहिलो त बालीको उत्पादन एकदमै धेरै हुन्छ, बिरुवाहरू पनि छिटो बढ्छन्। अनि अर्को राम्रो कुरा के हो भने जुनसुकै ठाउँमा वर्षैभरि खाना उब्जाउन सकिन्छ। माटोसँग जोडिएका किरा वा रोगहरूको त कुरै भएन, त्यसैले कीटनाशक औषधिको पनि आवश्यकता पर्दैन। तर सायद सबैभन्दा ठूलो फाइदाहरूमध्ये एक यो नम्बरमा लुकेको छ, 70%। हो, हाइड्रोपोनिक्सले परम्परागत खेतीले भन्दा 70%सम्म कम पानी प्रयोग गर्छ। सोच्नुहोस् त, कति धेरै पानीको बचत। यो स्रोतको सही उपयोगको एउटा उत्कृष्ट उदाहरण हो। ल अब अलिकति प्राविधिक कुरा गरौँ। हाइड्रोपोनिक्स प्रणालीहरू धेरै किसिमका हुन्छन्, तर तिनलाई मुख्यतया दुई भागमा बाँड्न सकिन्छ, तरल प्रणाली र ठोस माध्यम प्रणाली। फरक एकदमै सरल छ। तरल प्रणालीमा बिरुवाको जरा सिधै पोषक तत्त्व भएको घोल वा हावामा झुन्डिएको हुन्छ, जस्तै हामीले नासाको एरोपोनिक्समा कुरा गर्यौं। अर्कोतिर ठोस माध्यम प्रणालीमा जरालाई रकवुल वा त्यस्तै कुनै ठोस वस्तुले सहारा दिएको हुन्छ। यो तरल प्रणालीको उत्कृष्ट उदाहरण हो एरोपोनिक्स। हेर्नुहोस् त, कसरी बिरुवाको जरा हावामा झुन्डिरहेको छ र तलबाट एउटा पम्पले पोषक तत्त्वलाई कुहिरो बनाएर स्प्रे गरिरहेको छ। हो, यो त्यही नासाको प्रविधि हो। अब यसको ठिक उल्टो, यो हो ठोस माध्यम प्रणाली, जसलाई विक सिस्टम भनिन्छ। यो एकदमै सरल छ। यसमा कुनै पम्प सम्प चाहिँदैन, बरु एउटा विक वा बत्तीले दियोले तेल ताने जसरी नै तलको भाँडोबाट पोषक तत्त्वलाई बिस्तारै सोसेर जरासम्म पुर्याउँछ। यो अर्को लोकप्रिय तरल प्रणाली हो, जसलाई न्युट्रिएन्ट फिल्म टेक्निक वा छोटकरीमा एनएफटी भनिन्छ। यसमा पोषक तत्त्व भएको पानीको एउटा पातलो तह लगातार जराहरूमा बगिरहन्छ। यो विशेष गरी सलाद जस्ता हल्का सागपात उब्जाउनको लागि एकदमै राम्रो मानिन्छ। त्यसो भए यो सबै प्रविधिले हामीलाई कहाँ लैजाँदैछ त? अब कुरा गरौँ सहरी क्षतिको भविष्यको बारेमा र यसले भोलिका सहर र करियरहरूलाई कसरी आकार दिँदैछ। एकछिन सोच्नुहोस् त, सहरहरूमा जग्गा कति सीमित हुन्छ, त्यसैले हामीले खेतीलाई बाहिरतिर फैलाउन सक्दैनौँ। अब हामीले माथितिर खेती गर्नुपर्छ। र यही हो भर्टिकल फार्मिङको मुख्य अवधारणा। यसमा हाइड्रोपोनिक प्रणालीहरूलाई एक माथि अर्को गर्दै राखिन्छ, ताकि थोरै ठाउँमा धेरैभन्दा धेरै खाना उब्जाउन सकियोस्। यसले गोदाम जस्ता ठाउँहरूलाई साँच्चीकै खेतबारीमा परिणत गरिदिन्छ। र यो सिर्फ सागपातको लागि मात्र होइन है। यो इन्डोर फार्महरूमा गोलभेडा र स्ट्रबेरीदेखि लिएर विभिन्न किसिमका सागसब्जी त्यो पनि वर्षैभरि उत्पादन गर्न सकिन्छ।
र भविष्यमा करियर बनाउने सोच्नेहरूका लागि यो प्रविधिले एकदमै नयाँ अवसरका ढोकाहरू खोलिरहेको छ। जस्तै सहरी कृषि, दिगो खाद्य प्रणाली, हाइड्रोपोनिक सिस्टम डिजाइन, कृषि प्रविधि र बाली विज्ञान जस्ता क्षेत्रहरूमा। अन्तमा यो सबै कुरा एउटै प्रश्नमा आएर टुङ्गिन्छ, के टाढाका ग्रहहरूमा अन्तरिक्ष यात्रीहरूलाई खुवाउन बनाइएको यो प्रविधि पृथ्वीमा हाम्रा सहरहरूलाई दिगो रूपमा खुवाउने साँचो बन्न सक्छ त?